अब क्रान्तिको मुख्य सार भनेको भएको परिस्थितिको त्यसलाई उल्टाएर नयाँ बन्दोबस्त गर्ने। जस्तो कि उदाहरणको निम्ति धेरैजसो क्रान्तिको अर्थ सरकार एउटा सरकार एक्जिस्टिङ सरकारलाई पठाएर अर्को बनाउने अर्थमा लिन्छ। वास्तवमा त्यो होइन। अहिले हाम्रो देशमा उत्पादनका सबै साधनहरू धनी धनीको हातमा हुन्छ, ब्याङ्क स्याङ्क सबै र जग्गा जमिन सबै ठुल्ठुलो मान्छेको हातमा हुन्छ। अब क्रान्ति गर्नु भनेको त्यसलाई ठ्याक्कै उल्टाइदिने। त्यो उनीहरूको हातबाट समाजवादीहरूले त्यो सारा जनताको हुन्छ भनेर घोषणा गरे, त्यही अनुसार काम चलाउने। ठ्याक्कै उल्टाइदिन्छ। त्यो पुरा हुन धेरै वर्ष पनि लाग्छ। सरकार आउँदैमा त्यो क्रान्ति पुरा भयो भन्ने होइन। त्यसकारण क्रान्ति शब्दलाई त्यसरी ल्याउँ हामीले है। उनीहरूको घोषणापत्रमा जे लेखेको छ त्यो अनुसारै उनीहरूले काम गर्छन्। जमिन जोत्नेको गर्ने, उत्पादनका सबै साधन कल कारखानाहरू सरकारको गर्ने, त्यो सबै गर्नुपर्ने। अब नेपाली कङ्ग्रेसको घोषणापत्रमा पनि पहिलो आम निर्वाचनको घोषणापत्र समाजवाद हाम्रो टाढाको उद्देश्य हो भनेर बिपी कोइरालाकै हो नेपाली कङ्ग्रेसको। अब एमाले भनेको आफूलाई कम्युनिस्टै भन्छ। कम्युनिस्टहरूले उत्पादनका सबै साधनहरूलाई सामाजिकरण गर्छन्, जमिन जोत्नेकोबाट जान्छ, के पनि गरेन अहिलेसम्म। त्यसकारण यी पार्टीहरू जो सरकारमा गएका छन् तिनीहरू कुनै पनि पार्टीहरू कम्युनिस्ट होइनन्। यिनीहरू जनतालाई ठगेको मात्रै हो। र पहिले पनि यहाँ बोलेको छु, यो गर्मीको बेलामा केही मानिसहरू आएर यो मच्छरको दबाई भनेर बेच्न आउँछन् नि, एक एक रुपियाँ भन्छन्। सबैले लिन्छ, तर पैसा दिन्छ। तर उसले भन्छ, हेर भाइ, यो अहिले यहाँ खोल्नु हुँदैन, खोलेपछि म जिम्मेवार हुँदैन, सुत्ने बेलामा अनि खोल्ने यसलाई भन्छ। हुन्छ भन्यो। सुत्ने बेलामा खोल्दाखेरि त झुल राखेर सुत्नु भन्ने हुन्छ। अब त्यसरी नै अहिलेको यो सरकारहरूले, जो हिजोसम्मका सरकारहरूले त्यस्तै गरे जनताले। समाजवाद त कहिले आएन, के पनि गरेन। त्यसकारण यिनीहरूलाई हामीले ठग भनेको छौँ। यो ठगी हो। अब कहिलेकाहीँ के हुन्छ भने त्यो जसले त्यो पूर्जा बेच्यो त्यसलाई अदालतमा लग्यो भने उसको वकिलले के भन्छ भने, श्रीमान मेरो मान्छेले ठगेको होइन भन्छ। उसले प्रस्तै भनेको हो, उसले राम्रोसँग लेखेको छ। उसले त्यहाँ त भनेको यो मच्छरले टोक्यो भने यस्तो यस्तो रोग हुन्छ, यस्तो हुन्छ, त्यसकारण त्यो मच्छरको दबाई चाहिँ गर्नुपर्छ भनेको। दबाई भनेको के हो भने त्यही हो, जे त्यसमा लेखिएको छ। बरु के भने मुद्दा चल्छ भने यदि झुल राखेर पनि टोक्यो भने अनि त्यो छुट हुन्छ। अब त्यसकारण हामीले हरेक कुरामा राम्रोसँग सोचेर गर्नुपर्ने हुन्छ है। अब राज्य सत्ता भनेको के हो त? राज्य सत्ता भनेको मन्त्रीमण्डलमा जाने, प्रधानमन्त्री हुने, राष्ट्रपति हुने मात्रै छ, त्यो होइन। राज्य हुनको निम्ति सेना चाहिन्छ, त्यहाँबाट प्रहरी हुन्छ, गुप्तचर विभाग हुन्छ, प्रशासन हुन्छ, विदेशमा आफ्नो आफ्नो राजदूत राखेका हुन्छ सबैले। त्यो सबैको सञ्चयलाई हामी राज्य भन्छौँ, राज्य सत्ता। तिनीहरू सबैले जो प्रधानमन्त्री भएको हुन्छ उसको कुरा सुन्नै पर्छ, होइन भने ऊ प्रधानमन्त्री होइन। यो राष्ट्रपति छ भने राष्ट्रपतिले भनेको उनीहरूले सबैले मान्नुपर्छ। जब त्यसले मान्दैन त्यसबेला त्यो शासक समाप्त भएको भन्ने हुन्छ। एउटा उदाहरण म दिउँ। इराक भनेको बलियो देशमध्ये एउटा हो, मध्यपूर्वको है। अब सदाम हुसेन त्यसबेला शासनमा थियो। अमेरिकाले दनादन बम खसाल्दै थियो त्यहाँ। तर लडाइँमा के, पहिले पनि मैले यहाँ भनिसकेको छु, लडाइँ भएको बेलामा कहिले पनि त्यो बत्ती बाल्दैन। साइलेन्ट बस्छ, ठुई आवाज आउन साथ सबै बत्तीहरू निप्छ, सब भागाभाग हुन्छ। कोही पसलमा भाग्छन्, कोही कता भाग्छन्। सलाई पनि बाल्न पाउँदैन। कसैले आगोको एक छिक्लुमा ऊ पक्राउ पर्छ गुप्तचर भनेर।
किनभने त्यसले बालेपछि माथि के बुझ्छन् भने यिनीहरूले गुप्तचर यहाँ हामी बसेछौँ, यहाँ सिपाही छ, यहाँ सेना छ, के छ भनेर सिग्नल दिएको हुन्छ, त्यो तुरन्त पक्राउ पर्छ। त्यसकारण सबै बन्द हुने। इराकमा के थियो, बत्ती बलिरहेको थियो सबै राजधानीमै। अचम्म लाग्यो हामीलाई। हामी इन्डियामा बस्दाखेरि इन्डिया र पाकिस्तानको लडाइँ हुँदाखेरि त्यो साइरेन बज्दा साथै सबै भागा हुन्छ, सुनसान हुन्छ, बोली पनि हुँदैन, प्रकाश पनि हुँदैन। तर इराकमा त धनाधन बत्ती बालेर छ, यो के भएको भनेर हामीलाई आश्चर्य लाग्थ्यो। पछि के थाहा भयो भने सबै विदेशीहरूले या उसका मित्र देशहरूले बम फालिदिएछ धनाधनसित। अनि यसरी हुन्न, यसरी देश बस्दैन, सबै ध्वस्तै बनाइदिन्छ नि। जसरी अहिले गाजामा ध्वस्त पारिदियो त्यस्तै हुन्छ, त्यस्तै हुन्थ्यो। त्यो भनेपछि अब राष्ट्रपतिले सेनाका सबै ठुल्ठुला मान्छेहरूको बिचमा बैठक बस्छ। अब हामीले यसको जवाफ दिनु पर्यो, हाम्रो पनि सभरेन देश हो हाम्रो, यदि त्यसो गरेन भने हामी सार्वभौम सत्ता हुँदैन भनेपछि उसका ठुल्ठुला अफिसरहरूले, कमान्डर इन चिफहरूले के भन्यो, यो त हो राष्ट्रपतिज्यू, तर त्यसले आणविक युद्ध हुन्छ, आणविक युद्धले हामी सबै ध्वस्त हुन्छौँ भनिदियो। सबैले हो भनिदियो। अब राष्ट्रपतिले के बुझ्यो भने अब मेरो सेनाले मेरो कुरो नमान्नेको हुनाले म रहन्न अब भने उसलाई थाहा भयो। अब जनताले के भनेर आश्वस्त पार्ने त भन्ने, त्यो राष्ट्रपति दरबारको माथिबाट तल बन्दुक लिएर आउँदै अनि तल खुड्किलोको तल त्यो बुसको भाउ चाहिँ बुसको उसको चित्र लेखेको छ, त्यसलाई कुल्चेर आएर त्यो बाहिर गएर त्यसले बन्दुक लिएर भने म लड्छु। अनि त्यति भइसकेपछि अब ऊ जानेवाला थियो। तर उसले के बुझ्यो भने सेना मेरो हातमा छैन, अब प्रहरी मेरो हातमा रहेन र गुप्तचर विभागले मलाई खबरै दिएन, त्यो पनि मसँग रहेन, प्रशासन कोही पनि रहेन भन्यो। उसले मनमा त्यो लिदियो। तर उसले गर्न सक्ने उसका युवाहरू थियो, जो युवाहरूको दलहरूले लड्नको निम्ति अब जति सक्छ त्यति लड्ने। अब हाम्रो सेना लड्ने भएन, राज्य लड्दैन, अब सरेन्डर गर्ने कुरा आउँदैन भन्न थालेपछि दुईवटा ब्यारेकमा उनीहरूले कब्जा गरेर त्यहाँका सबै हातहरू लिएर पछिसम्म लडाइँ गर्ने भनेको त्यहाँका युवकहरू मात्रै हो। सरकार समाप्त भयो। अब हाम्रो यहाँ के भयो, अरू देशमा पनि त्यस्तै भएछ। त्यतिका वर्ष काम गरेको हाम्रो ओलीजी शेरबहादुर देउबाजी के गर्नुभयो? ठ्याक्कै 20 गते उनीहरूले भने आन्दोलन गर्छौँ भनेर, को के त थाहा पनि छैन। लगभग त्यहाँ कमसेकम 1 लाख मान्छे आएकै हुनुपर्छ, सबै बाहिर पढेका हुन् तिनीहरू, नेपालबाट तयार भएका होइनन्। त एकजनाले त अब राष्ट्रपतिले के भन्यो भने त्यो भङ्ग गर्दैन के भन्यो होला, त्यसले त्यो टिबेटियन चेहराको एकजना थियो, तिनीहरूको थुदेर ल्याऊ त्यसलाई ल भन्थ्यो। एउटा साधारण युवकले हाम्रो राष्ट्रपतिलाई थुटेर ल्याऊ उसलाई भन्थ्यो। टिभीमा तपाईँले पनि हेर्नुभएको होला। तर कसले थुत्न सक्छ र त्यसलाई? मात्र कमान्डर इन चिफले हाजिर गराइदियो। ल अब तिमीहरूले मलाई मारिदियो, जे गर भनिदियो, त यसो यस्तो गर्ने, यसो यस्तो गर्ने भनिदियो। बाध्य भयो। अनि त्यो उसले गरेको के गरिदियो भने उसले त रोएरै, तर उसलाई उडाइदिन्छ, कुरै छैन। त्यसकारण शासन सत्तामा बस्नु भनेको त्यो ख्याल ठट्टाको होइन भन्ने छ। राजनीति भनेको तरवारको तारमा हेर्नु, सन्तुलित गर्नुपर्ने सबैसँग। गर्न सक्दैन भने त्यो राजनीतिमा नलाग्नु। कि मर्नु पर्थ्यो कि मार्नु पर्थ्यो, दुईटामा एउटा रोज्ने हो। अब हाम्रा नेताहरू जो सरकारमा थिए तिनीहरूले के पनि गरेन। उनीहरूसँग न गुप्तचरको रिपोर्ट थियो,
यदि त्यस्तो छ भने है यस्तो हुन्छ भने आफ्नो पार्टीलाई सङ्गठित गर्नु पर्यो उनीहरूको निम्ति पहिले तयारी गरेर के पनि तयारी भएन भनेपछि यिनीहरू राजनीतिक पार्टीका मानिसहरू होइनन् कम्युनिस्ट होइनन् यिनीहरू खालि खौवा हुन् भ्रष्टाचारी हुन् भनेर हामीले त्यसै भनिरहेको थियौँ त्यसकारण यो सबै हुनुको कारण के हो तर एउटा प्रश्न के हाम्रो देशमा धेरै भ्रष्टाचार गर्नेहरू ठेकदारहरू थिए सारा बर्बाद पार्ने ठेकदार एकजना ठेकदार मारेन एउटा त्यो ध्वंस भएन किन धेरै सम्भावना छ तिनीहरूले इन्डियालाई अथवा अमेरिकालाई अथवा उनीहरूको जुन ग्रुप छ त्यसलाई सबै रिपोर्ट दियो यो मन्त्रीले यति यति खायो यति यति हामीले उनलाई दियो त्यसकारण छानी छानी मन्त्रीहरूको घरमा आगो लगाइदियो उनीहरूको नोट फालिदियो सबै गर्यो जस्तो कि त्यो बिजुली मन्त्री थियो धनाधन गरिदियो उसले त अति गरेको हो भन्ने सबैलाई थाहा छ माडवाडीहरूको धनीहरूको सबैलाई चाहिँ बिजुलीको तिर्नु नपर्ने 10-15 रुपियाँको गरिबहरूलाई ल ल ल तुरन्त बोलाएर ल तुरन्त ल्याऊ होइन भने मर्ता हुन्छ के भने यो सबै गरेको सबै थाहा छ त्यसकारण त्यो एक दिनको रिपोर्ट होइन धेरै दिनदेखि उनीहरूले काम गरेका होलान् त्यसकारण यो शासन सत्तामा बस्ने मानिसहरूले त्यो के पनि थाहा नहुनु भनेको या त मद्दतै गरेन या त उनीहरूले शासन चलाउन जानेनन् दुईटामा एउटा छ अब अर्को म तपाईँहरूका नयाँ कुरा फेरि के बताउँछु भने यो त साधारण शासन सत्ताको विषयमा भयो अब साँच्चै काठमाडौँमा त राजधानी हो यिनीहरूले काम गरे हो यिनीहरू जितेका छन् चुनाव सबैमा यस्तो हुँदाखेरि आफ्नो सरकारको पल्टाबाजी गर्दाखेरि एउटा जुलुस आयो तिनीहरूका सबै सङ्गठन झुट हो पैसा खाएर काम गरेको हामीले बार बार भनेको थियौँ पैसा बाँडेर समाजवाद आउँदैन क्रान्ति पनि हुँदैन त्यही गर्यो तिनीहरूले बोल्नुपर्छ तिनीहरू अपराधी हो यो जो बहुमतका नेताहरू छन् जसले सरकार चलाएको छ तिनीहरू देशद्रोही हुन् विदेशीबाट तालिम प्राप्त भयो भने यिनीहरू आएको भोलि सबै कुरो खुल्दै जानेछ हाम्रो देशमा मात्रै होइन कि अरू देशमा पनि धेरै ठाउँमा यस्तो काम गरेका छन् तर तिनीहरूले कति कम्युनिस्ट देशहरूलाई खतम पार्ने कति देशले हामीलाई पेट्रोल दिएन भनेर त्यो तिमीहरूको देशको पेट्रोल हामीलाई देऊ अथवा निजी गर्न देऊ भन्यो सदाम हुसेनले पनि त्यस्तै भनेको हो तपाईँहरूको पेट्रोल खानेहरू निजी गरिदियो भने हुँदैन भन्यो पहिले ब्रिटिसहरू त्यो पेट्रोल खानेकै निम्ति उनीहरूले त्यो देश खाएको अब त्यसैले आफ्नो दलालहरू तयार गरेर हाम्रो देशले विदेश जस्तै हुन्छ हामी समाप्त हुन्छौँ भनेर दिन मानेन लिबियामा त्यही भएको हो कहाँको मान्छे ल्याएर त बाहिरको मान्छे ल्याएर समातेर ल्यायो किनभने उसले औषधि खुवाइसकेको थियो अनि समातेर ल्यायो सिधाइदियो हुलले मारिदियो अब सदाम हुसेनलाई बरु औषधि खुवाइदियो एउटा खाडल जस्तो ठाउँमा राखिदियो उसको छोरीसँग भेट्न जाँदाखेरि मेरो बुवालाई यिनीहरूले औषधि खुवायो भनेर छोरीले बोलिन् पछि अदालतमा लगेर उसलाई जान सजाय दिइदियो अब यिनीहरूले आत्मसमर्पण गरेको होला भन्छु यो शेरबहादुर देवा यो ओलीहरूले तिनीहरूको पार्टीको मान्छे गएर तिनीहरूले आत्मसमर्पण गरेको नत्र यिनीहरू त मारिनु पर्ने थियो अपराधीहरू हुन् यिनीहरू उनीहरूकै भाषामा भ्रष्टाचारी हुन् त्यसमा खोइ त मुद्दा चलाएको किनभने अब आत्मसमर्पण गरिदिएपछि त केही लागेन बसिदियो उनीहरूले छोडिदिएको भयो त्यसकारण हामीले एउटा भन्ने चलन छ सुन तौल्ने भनेको सेन्चुरी तौल्ने मान्छे तौल्ने भने एकचोटि त्यो बेला कि त मर्नु पर्थ्यो कि मार्नु पर्थ्यो कि राम्रोसँग सम्झौता गर्न सक्नु पर्थ्यो अब हाम्रो रामचन्द्र पौडेलजी उहाँ त हामीले राम्रोसँग चिनेको मान्छे तीन-तीनचोटि उहाँको मन्त्री बन्ने कुरा हामीले अस्वीकार गरिदिएको मान्छे प्रेमजी र हाम्रो सुनिलजीलाई तपाईँको अध्यक्षले भनिदिनुहोस् म बर्बाद भएँ मलाई मन्त्री बनाइदिनुहोस् भनेर हामीले भने हुँदैन यसले त हाम्रो मार्नै खोजेको गोलीले यहाँका युवाहरू गोली लाग्यो हामी बचेछौँ त्यसकारण यो नेपाली कङ्ग्रेसमा सबभन्दा कन्जुस सबभन्दा भ्रष्टाचारी यही हो उहाँको तीनवटा घर बनाएपछि हामीले भन्यौँ
तपाईँ यहाँ घर बनाउन आयो कि जनताको सेवा गर्न आएको भने मैले सिधै किन यो ठाउँमा किन नबनाउने तपाईँलाई जनताले चुनेको त्यो ठाउँमा काम गर्ने हो सेवा गर्ने हो तपाईँले यहाँ बनाउने होइन घर भनेपछि यो ठाउँमा त बाढी पनि नआउने गर्मी पनि नहुने चिसो पनि नहुने ठाउँमा सबै नेवारहरूले घर बनाएको छ अब हामीले पनि बनायौँ हाम्रो त पुस्ता पुस्ताले बनाएको तपाईँले पनि त्यही गर्नुहोस् त्यहाँको जनतालाई राम्रो बनाउनुहोस् योभन्दा राम्रो बनाउनुहोस् त्यो तपाईँको काम हो अहिले त्यसकारण अरू संसद सदस्यलाई पनि हामीले भन्यौँ तपाईँहरू आफ्नो आफ्नो जिल्लामा गएर काम गर्नुपर्छ काठमाडौँ त बनेकै छ नि किन बनाउनुपर्छ यहीकै मान्छेले बनाउँछ सरकारले त देशभरि हेर्ने सन्तुलित विकास गर्ने हो कहिले सुनेन त्यसकारण हामीले एक दिन होइन 2 दिन होइन 25 वर्ष हामी संसद सदस्य 25 वर्ष हामीले सङ्घर्ष गऱ्यौँ हेर्नुहोस् त सुनाउनै सकेन भ्रष्टाचार भने पनि सुनेर जान्छ गर्ने के स्थिति त्यो छ अब हामीले काठमाडौँमा किन त्यसो हो त काठमाडौँलाई जहिले पनि उनीहरूले पढ्नलाई उत्साहितै गरेन अत्यन्त बहुमत त किसानहरू हो नि तिनीहरूलाई खालि बाजा साजा त्यो देवताहरूको लडाइँमा यो राक्षसहरूलाई खालि त्यो खान दियो चाहिँ बाजा बजा बनाउँथ्यो सिध्यो राज्य अरूले गर्यो त्यही गरेको उनीहरूले उठ्नै दिएन त्यसकारण हामीले काठमाडौँको साथीहरूलाई भनेका छौँ तपाईँहरूले देशलाई बिगार्दै हुनुहुन्छ नेपाली थाहै छैन नेपाली भाषै थाहा छैन त्यसकारण राम्रो राम्रो शिक्षक दिनु पर्यो नेपाली भाषाको नेपाली शिक्षक दिनु पर्यो भने शिक्षा अधिकारीसँग हामी हरेक साल झगडा गरेन नेपाली व्याकरणै बिग्रने भयो यो गर्नुहुन्न यदि राम्रो राम्रो शिक्षकहरू दिएको भए त्यहाँका नेवारहरू पनि राम्रो नेपाली बोल्थे र जिल्ला जिल्लामा सङ्गठन गर्नलाई सजिलो हुन्छ त्यो भएन यिनीहरूले योजनाबद्ध तरिकाले मूर्ख बनाएको यदि यही कुरो पेरिसमा भएको भएदेखि त्यहाँ त आगो लाग्यो होला अहिले पनि सङ्घर्ष भइरहेछ फ्रान्स भनेको समाजवादको जन्मभूमि भन्छ त्यसलाई केही भयो भने सबभन्दा पहिले त्यही भिडन्त हुन्छ पेरिस कमिटी पनि त्यही भएको अन्तिम मान्छे भएसम्म एउटा गोली भएसम्म तिनीहरूले छोडेर लडाइँमा अन्तिम लडाइँ मर्यो त्यो ठाउँ एउटा चिहानमा लडाइँ भएको थियो अहिले तिनीहरूले लेखिरहेछ यही ठाउँमा हो अन्तिम लडाइँ भएको भनेर उनीहरूको चिहानमा लेखेको छ त्यहाँ फेरि हामी उठेर आउनेछौँ लड्छौँ भनेर त्यसले कविहरू पनि मैले तिनीहरूले पनि हात यसरी जोडेर पछि उसको छोरा नातिहरूले बनाएको होला त्यो सिंह मर्मरको हामी चिहानबाट उठेर लड्छौँ हामी छोड्दैनौँ त्यो पुँजीवादीहरूको त्यो स्वर्गलाई ध्वस्त पार्छौँ भनेर लेखा छ आत्मसमर्पण गरेनन् अब हाम्रा नेताहरू आफूलाई कम्युनिस्ट भन्ने समाजवादी भन्ने हेर्नुहोस् त पुलिस सिपाही कहाँ गएर लुक्या छ जनताले छोडिदिया छ यो कसरी बुझेन यो कुरा बुझ्नै पर्छ अब भन्नु पऱ्यो कि हामीलाई प्रशासनले यिनीहरूले के भनेन भने यसको मतलब तिमीहरू नालायक छौ तिमीहरू शासन गर्न सक्दैनौ त्यो साबित हुन्छ त्यसले त्यसकारण सदाम हुसेनले के गर्यो त्यो अमेरिकन राष्ट्रपतिको टाउकोमाथि कुल्चिएर गयो र बन्दुक समातेर देखाइदियो कि म लड्छु अन्तमा ऊ मारिए अब यसरी काम गर्नुपर्नेमा काम गरेनन् फेरि पञ्चायतको पैसा खाएर पैसा खर्च गरेर जो चुनावमा लड्यो त्यसले गर्दाखेरि बर्बाद भएको रक्सी खुवाउने पैसा दिने भोट लिने काठमाडौँमा र भोट दिने र पैसा खाने मान्छेहरू पनि दोषबाट अलग छैन नागरिक हो भने इमान्दारीपूर्वक जो योग्य उम्मेदवार छ त्यसलाई भोट दिने हो पैसा खाएर भोट दिने होइन त्यो नेवार होस् या अरू कुनै पनि जातिको होस् त्यो हामीले भन्नै पर्छ अब काठमाडौँ के बनाइदियो भने राणाहरूको बेलामा पनि बत्ती बाल्ने 2007 सालको क्रान्ति गर्यो त्यसपछि बत्ती बाल्ने काङ्ग्रेस आए पनि बत्ती बाल्ने पञ्चायत आए पनि बत्ती बाल्ने पञ्चायत गए पनि बत्ती बाल्ने एउटा सिद्धान्तै छैन हुँदा त्यहाँ त
नानीमा यहाँ दाहाल पनि जित्ने परमाणु तयार पनि के भनेको त्यो एउटा राजनीतिक रूपले दृष्टिकोण बनाएकै छैन त्यहाँ किन त्यस्तो भयो भने पहिलो चुनावमा 2015 सालको चुनावमा त्यहाँ राजा र कङ्ग्रेसको बीचमा मिल्दैन थियो उनीहरू टक्कर थियो कम्युनिस्ट पार्टी थियो बलियो थियो काठमाडौँमा अनि पर्सि चुनाव हुने भयो आज जुलुस भयो त्यहाँ त्यसबेला काठमाडौँ पाटन भक्तपुरको सबै जुलुस गएको कम्युनिस्टहरू हामी विद्यार्थी नै थियौँ त्यो नयाँ सडक भनेको त रातो त्यो होली जस्तो किनभने माथिबाट सबैले त्यो अबिर फुल सबै त्यसरी गरेको हुनाले पुरा सबै विदेशीहरू दङ परे बाफ रे अब त्यो नेपाल कम्युनिस्ट हुने भयो भनेर विदेशी जो पुँजीवादी देशका राजदूतावासका राजदूतहरू र अरू चुनावलाई हेर्न आउने धेरै डिप्लोमेट्सहरू अरू सबै थिए तिनीहरूले सायद राजा कहाँ गएर दरबारमा अब यो स्थिति आउनु भएन यसले सारा देशै समाप्त हुन्छ भनेर सम्झाइ बुझाइ गए त्यसबेला राजाले गर्नु खोजेको के हो भने केआई सिंहलाई सत्तामा ल्याउने नेपाली कङ्ग्रेससँग मिल्दैन त्यो राजा र नेपाली कङ्ग्रेसको बीचमा मतभेदको कारण के हो भने सत्तामा त ल्यायो र राजा अब टक्कर त हुने भने इलेक्टेड सरकारले उसले भने जस्तो गर्दैन संसदको बहुमतले जे भन्छ त्यही गर्छ भने त उसलाई पनि थाहा थियो त्यसो भएको हुनाले उसलाई मन पर्ने थिएन र उसले के गरेर हुन्छ यो नेपाली कङ्ग्रेसको नेतालाई हातमा लिनु भयो दृष्टिकोण त्यो थियो अब कहिलेकाहीँ उनीहरूको बिचमा पनि नमिल्ने पार्टीको सबै साथीहरू एउटै विचार नहुने त्यो त स्वाभाविकै हो अनि फेरि कार्यकर्ताहरूको स्वभाव कार्यकर्तालाई राम्रो तयार नगरेको हुनाले भयो के त्यहाँ गोर्खामा गएको बेलामा त्यो दिन राजा आउने भएको हुनाले उनीहरूले जुलुस गरेछ वीर विश्वेश्वर जिन्दाबाद नेपाली काङ्ग्रेस जिन्दाबाद भनेर त्यहाँ डिफेम गर्ने हिसाबले उसलाई हेला गर्ने हिसाबले गरेपछि राजाले हेरेको थियो मनमा त लियो अनि फेरि काठमाडौँको त्यो पुरानो दरबारमा दरबारी स्क्वायरमा बरोबर देवता सेवताको त्यहाँ के हुने रहेछ त्यो बेलामा राजा पनि सवारी हुनुपर्ने त्यो फुल अक्षता लिनको निम्ति अनि प्रधानमन्त्री पनि हुनुपर्ने अनि त्यो काम सिद्धिएपछि प्रधानमन्त्री गएर त्यहाँ गेट बाहिर गएर बिदा दिनुपर्ने राजालाई बिपी कोइरालालाई के गरिदियो मोटरमा राखिदियो खुर्का आइदियो पिठ फर्काएर आइदियो अब त्यो प्रोटोकलले नदिने काम भएछ यसो हेरिरहेछन् अब त्यो राजाहरूले त त्यो पहिलेदेखि गरिआएको नगरेको हुनाले त रिसाउने त भयो त्यो गर्नै नहुने अन्त उसको मनमा त यसले हेपेको हो यसलाई राख्नुहुन्न भन्ने भयो त्यसलाई कसरी खत्तम गर्ने यदि त्यो विदेशीहरू सबै मिलेर राजालाई राति दरबारमा नभेटेको भए बिपी कोइरालाहरूलाई प्रधानमन्त्री नदिने दिने कसलाई सुवर्ण शमशेरलाई उनीहरूले उसको उपाध्यक्ष त्यो मनमा राखेपछि अब नेपाललाई किन चिडाउने भनेर नेहरूजीहरू सबै राजाले नचिडाउने पक्षमा तर पछि बिपी कोइरालाले त्यो बुझेपछि समाजवादी नेताहरू हिन्दुस्तानको जयप्रकाश नारायणहरू यिनीहरूसँग सबैसँग कुरा गर्न पठाए र डाक्टर तुलसीगिरीलाई नेहरू कहाँ पठाइदिए र प्रष्ट भाषामा भन्यो प्रधानमन्त्री बिपी कोइराला हुनुहुन्न भनेको होइन एउटा संसद राजा र संसदको बीचको पुलको काम गर्ने मान्छे राख्ने त्यो भनेको सुवर्ण शमशेर राजासँग मिल्ने होला नि मात्रै हो भन्ने भयो तर चारैतिरको दबाबले बिपी कोइरालाले राख्नुपर्छ भनेपछि त्यसपछि 2.5 वर्ष राख्ने 2.5 वर्ष सुवर्ण शमशेरलाई राख्ने त्यो कुरोमा उनीहरूको भित्री गुप्त सम्झौता हो त्यो कसैले भनेन
त 2.5 वर्ष भयो छोडेन। नछोडेपछि अब त उनीहरूको डिप्लोमेटिक ढङ्गले कुराकानी भयो, पछि त समाप्त पारिदियो, जेलमा हालिदियो। संसदको बहुमतले राजाको कदमलाई समर्थन गरिदिएछ। त्यसकारण हाम्रो राजनीतिक कार्यकर्ताले राम्रोसँग ट्रेन गरेन भने संसदको बहुमत त थियो, नेपाली काङ्ग्रेसको सबभन्दा ठुलो पार्टी, तर उनीहरूकै पार्टीको सबै सदस्यहरू चाहिँ कम्युनिस्टहरूको त 3-4 जना मात्रै थियो र 18 जना जति थियो यो गोर्खा दलको, तिनीहरूले केहीले सही गरिदियो। त्यसो भएको हुनाले यदि जनता सचेत भएन भने, राजनीतिक पार्टीहरूमा एउटा दृढता नभए देश चाहिँ नरहने रहेछ। हाम्रै आफ्नै परिस्थितिबाट हामीले थाहा पायौँ। चुनावमा पैसा दिएर भोट लिएर हुँदैन। हामीले यो पार्टीमा छौँ, हाम्रो जीवनको उद्देश्य हो यो, अहिले यो काम गर्नको निम्ति हामीले भोट दिएको हो त्यो पार्टीलाई भनेर दिने जनतालाई पनि त्यो थाहा हुनुपर्ने, लिनेहरूले पनि त्यो जनताकोलाई दिएको आश्वासन पुरा गर्नुपर्ने। यो कुरा भएन हाम्रो देशमा। त्यसकारण त्यो अरूलाई मात्रै दोष दिएर होइन कि हाम्रै साथीहरूको पनि, राजनीतिक पार्टीहरूको पनि धेरै खराबीहरू भएको हुनाले कुरा यस्तो भएको। जहाँसम्म संविधानको कुरा छ, मैले पहिले पनि भने संविधान त फ्रान्सले क्रान्तिको 10 वर्षमा 4 चोटि संविधान फेरेछ। हेर्नुहोस् है, एउटा भिडन्त हुन्छ, सरकार जान्छ, फेरि अर्को सरकार बनाउँछ, संसद अर्को बनाउँछ, अर्कोले अर्कै संविधान बनाइदिन्छ, 4वटा। त्यसकारण त्यसलाई रक्षा गर्ने को महत्त्वपूर्ण कुरा यो हो। अहिले खोइ रक्षा गरेको यो अहिलेको संविधानलाई भागाभाग। हामीले त यसमा हामीले कतै 41 कि 71वटा हामीले 71वटा असहमति देखाएको। यो कुरा हुँदैन यो संविधानमा भनेर सबै एकातिर हामी एकातिर। जस्तोको उदाहरणको निम्ति योग्यता अनुसारको काम अनुसारको ज्याला, यो फन्डामेन्टल राइट्समा राख्नुपर्छ भनेर छ। मौलिक अधिकारमा राखेपछि त्यो अदालतमा जान पाइन्छ कि। जस्तो कि कुनै साथी, एकजना विद्यार्थी एसएलसी पास गरेको छ भने त्यो हामीले त्यो मौलिक अधिकारमा छ भने ऊ जान्छ सिडिओ कहाँ, उसले त्यहाँ लेखेको हुन्छ दरखास्तमा, मैले एसएलसी पास गरेको छु, मैले काम पाइनँ, संविधानको यो धारा अनुसार मैले काम पाऊँ भनेर उसले दरखास्त दिन्छ। सिडिओले उसलाई काम दिनै पर्छ। दिएन भने ऊ अदालत जान्छ, नालिस राख्छ सरकारलाई। संविधानको यो धारामा यस्तो लेखेको हुनाले मैले काम दिएन, मैले काम पाइनँ, त्यसलाई कारवाही गरी पाऊँ भन्छ। अदालतले बोलाउँछ, त्यसमा अस्थायी भए पनि देऊ भन्नुपर्छ। अब त्यसमा कङ्ग्रेसहरू, एमालेहरू एकातिर, हामी एकातिर। उहाँले के भन्नु भने साइलेन्ट फ्युचर भनेछ। यो हाम्रो सरकारले यस्तो यस्तो गर्नेछ, हामी यो ठाउँमा गजेरा हुन्थ्यो, तर त्यसमा नालिस राख्दैन के। भोलि पर्सि हुने समाजबाट आउँछ भन्ने खालको थियो के, कहिले आउँछ कहिले आउँछ त्यो। अब फन्डामेन्टल राइट्समा राखेपछि अहिले नै गर्नुपर्छ। जस्तो कि यहाँ जुलुस आयो, यो कारखाना छ, कारखानामा हामीलाई तल्लो बढाइदियो के भनेर जुलुस गयो भने तुरन्त उनीहरूले लेख्छ संविधानको यो धारा अनुसार मौलिक अधिकार मेरो धनजनको सुरक्षा भएन, अब गरी पाऊँ भनेर लेखेपछि तुरन्तै सिपाही पलाइदिन्छ। गोली चलाउने हो कि के गर्नुपर्ने उसलाई सुरक्षा दिन्छ तुरन्तै। मौलिक अधिकारमा त्यो अधिकार हुन्छ, त्यस्तो हुन्छ। अब त्यो गर्न दिएन के। वर्षौँ महिनौँ त्यो विषयमा हाम्रो छलफलमा हामी मानेनौँ। एउटा शर्त उनीहरूलाई क्या, तपाईँहरू पनि सरकारमा बस्ने भए भने हामी किन सरकारमा बस्ने? जनताले त हामीले भोट दिएको, तिमी सरकारमा नजानु, तिमीहरू प्रतिपक्षमा बसेर काम गर्नुपर्छ, जनताको आदेश त्यो हो। त्यसकारण हामीले जनताको आदेशको विपरीत हामी जान्नौँ, हामी सरकारमा जान्दैनौँ। त्यसैमा छेलटान भयो, राखेन, बहुमतले पास गरिदियो, अनि हामीले विरोध गर्यौँ। यस्तै छ जनताको हितकै विषयमा। हामीले आफ्नो अडानलाई छोडेनौँ, बरु
सबैलाई मिलाउन खोज्यौँ उहाँहरू आफ्नो जनताले सबैले राम्रो काम गरोस् पढ्न पाओस् भने त्यो छैन हामी लड्दै पनि जान्छौँ अहिले पनि अब यस्तो थियो विभिन्न देशको हिसाबले एउटा तपाईलाई आश्चर्य लाग्ला अमेरिकाको संविधान त हो 250 वर्ष भयो होला अहिलेसम्म एउटै संविधान छ किन बदलेन एकदम राम्रो संविधान त्यो होइन त्यो संविधान बनाउनेहरू सबै दास मालिकहरू थिए त्यहाँ त्यसबेला अहिले पनि तिनीहरूकै छोरा नातिहरू हुन् तिनीहरूले त्यसबेला महिलाहरूलाई भोट दिने अधिकारै दिएको थिएन दासहरूलाई पनि दिएको थिएन अरू सारा जनताले पनि दिएको थिएन संसारको सबभन्दा प्रतिक्रियावादी संविधान त्यही थियो अमेरिकामै थियो अब पछि धेरैले गाली गर्न थालेपछि अलिअलि 50 वर्षपछि एउटा संशोधन अर्को सबभन्दा पछाडि महिलाहरूले भोट पाउने ठाउँ त्यही हो त्यसकारण कतिले त्यो बुझ्दै नबुझिकन अमेरिका भनेको यस्तो कल्पनाको देश के भन्थ्यो नि त्यो सपनाको देश पनि होइन बरु बडा दुःखको देश त्यहाँको हरेक डलरमा अफ्रिकाको दासहरूको रगत र पसिना छ त्यहाँको विभिन्न देशका युवकहरू गएर काम गरिरहेछ अहिले त हाम्रो नेपाली युवकहरू पनि काम गरिरहेछन् भाडा मान्दैछन् त्यहाँ है त्यहाँको आदिवासीहरू रेड इन्डियन भन्छ पहिले नेपोलियन होइन त्यहाँ कोलम्बस त्यहाँ पुग्दाखेरि त्यहाँको मान्छे त रातो रहेछ इन्डिया भनेर गएको तिनीहरू त्यहाँ पुगेछ उनीहरूले त्यसलाई इन्डिया भनेछ त्यसैले त्यो मान्छेहरूको नामै रेड इन्डियन राखिदिएको रातो ताम्रो वर्णको थियो त तिनीहरूको कति मारे तिनीहरूलाई बिफोर भएको रोगहरू त्यो गाउँमा फालिदिने अनि त्यो रोगले सबै मर्ने अनि त्यो जग्गा सबै यिनीहरूले युरोपियनहरूले लिने ब्रिटिसहरूले लिने त्यसै दुःख दिएको त्यहाँको जनतालाई संसारमा सबभन्दा बढ्ता विदेशीहरूले दुःख पाएको ठाउँ कहीँ हो भने त्यो अमेरिका हो त्यहाँ अति उनीहरूले कसैलाई मान्छे गर्दैनन् अति जातिवादी छन् तिनीहरू अहिले चुनावमा जितेको पनि त्यही हो 51% जब कतिको त भोट दिने अधिकारै दिएन तिनीहरूले त्यसकारण तिनीहरूले विदेशीहरूले थपाइदियो यिनीहरूलाई भने दनादन थपाउनुको निम्ति अलिकति गतिविधि गरेपछि तिनीहरूले गुप्तचर विभाग बल्यो यिनीहरूले यहाँ सङ्गठन गर्छ फेरि भोट माग्छन् यिनीहरूले हाम्रो व्हाइट्सहरूको जो उनीहरूको हैगम छ त्यसलाई खतम पारिदिन्छ भनेर त्यो गरेको हो त्यस्तो छ है अब हामीले यो सबै देशको विषयमा हामीले अध्ययन गऱ्यौँ भने अनि हामीले पनि टुक्क हाम्रो देशमा कहाँ गल्ती भयो कसले गल्ती गर्यो भने हामीले प्रश्न हुन्छ अब यो विद्यार्थीहरू त्यसै आउने कसरी आयो त्यो भने पहिले पार्टी बनाउनु पर्यो भने एउटा घोषणापत्र लेख्छ अनि एउटा पार्टीको नेतृत्वको चयन गर्छ अनि एउटा अफिस खोल्छ झन्डा राख्छ अनि लेटर प्याड राख्छ अनि बिस्तारै पार्टी भयो त्यति भए पुग्थ्यो त्यसकारण कति पार्टीहरू बनायो गयो चुनावमा खतम भयो फेरि गयो त्यस्तो अब पछि के थाहा भयो भने अरू देशमा जब क्रान्ति भयो क्रान्ति गर्नलाई मजदुर र किसानहरूको धेरै लडाइँ हुनुपर्ने रहेछ गाह्रो रहेछ यो भनेर त्यो गाह्रोको कारण पनि धेरैले काम गर्न नछोडेपछि अनि चे गुएभाराले के भनेपछि त्यो युवा उनी त डाक्टर हो त्यो चे गुएभाराको बुवामा पनि पढे लेखेको राम्रो परिवारको भएको हुनाले अब हामीले जनताको सेवा गर्नुपर्छ भनेर त्यो महामारी रोगको यो के लेप्रोसीहरू त्यस्तो ठाउँमा अरू ठाउँमा त्यो डाक्टरहरू जानै मन नपर्ने त्यो महारोगीहरूको सेवा गर्न गएको थियो उसको स्पिरिटै त्यस्तो थियो अनि त्यसपछि यता क्युबामा क्रान्ति गर्नलाई क्यास्ट्रोहरू क्रान्ति गर्न उनीहरूसँग डाक्टर नभएको हुनाले क्यास्ट्रोको भाइलाई पठाइदिएर त्यो डाक्टरसँग कुरा गर्यो हामी क्रान्ति गर्न गइरहेछौँ तपाईँ डाक्टर बनिदिनुहोस् हाम्रो भन्छ के क्रान्ति बनाएछ त्यस बेलाको क्रान्ति भनेको सरकार कब्जा गर्यो ढालिदियो अर्को सरकार आउँछ त्यस्तै त्यो त के क्रान्ति भयो र त्यो त क्रान्ति होइन यदि समाजवाद ल्याउने हो भने म मर्न तयार छु
तपाईँहरूसँग। अनि त्यो क्यास्ट्रोको भाइलाई चित्त बुझाइदिएपछि दाजुलाई बताइदिएपछि अनि फेरि उनीहरूको बहस छलफल भएपछि ल हुन्छ समाजवाद जित्यो भन्यो। त्यस बेला गएको उनी त्यहाँ पत्रकार सम्मेलन गएर सशस्त्र क्रान्ति गरेको कस्तो होला उनीहरूको स्पिरिट पनि। सिमानामा उनीहरूको डुङ्गा लिएर गएको त्यहाँ पुग्न चाहिँ बमबार सुरु भयो, कति साथीहरू मरे। तर उसले अब त्यो औषधिको छोला समात्दै कि बन्दुक समात्दै, बन्दुक समातेर लडाइँ गर्यो, जित्यो। त्यो सेनाको रूपमा पनि त्यो आयो है। अब उसले के थाहा भयो भने व्यवहारले उसले एउटा नयाँ सिद्धान्त के बनाइदियो भने अब पार्टी बनाउनुको निम्ति पहिलेको जस्तो गर्नु पर्दैन र यदि लडाइँमा क्रान्तिकारीहरू मरेको खण्डमा विश्वविद्यालयका हजारौँ विद्यार्थीहरू एउटा समर्पित विद्यार्थीहरू आएर क्रान्तिमा भाग लिनेछन् भन्ने हो। कति ठाउँबाट तिनीहरूले विद्यार्थी ओसार्ने के किसानहरू मजदुरहरू चाहिन्छ भन्ने होइन भनेर हो। अब उसको मुख्य नारै के थियो भने हामी जहाँसुकै मरौँ, हामीले त्यो मर्नदेखि हामीले डराउनु हुन्न, तर लडाइँमा जो चित्कार हुन्छ त्यो एउटा आह्वान हुन्छ सबैको निम्ति। र एउटा बन्दुक खस्यो भने त्यो बन्दुक लिन हजारौँ नयाँ युवाहरूको विद्यार्थीहरूको हात उठ्छ अनि उनीहरूले त्यो बन्दुकलाई समात्नेछन्। त्यस्तो किसिमको स्पिरिट थियो उनको। त्यसबाट धेरै मान्छेहरू सङ्घर्षमा आए युवाहरू। तर क्रान्ति त फेरि त्यति सहिलो त छैन, जसरी उसले दुःख पायो त्यो अनुसारको। अनि उसले त्यहाँ विभिन्न पदहरू लिए, पदहरू छोडिदियो उसले। सबभन्दा पहिले राष्ट्र ब्याङ्कको गभर्नर भए। यो मेरो काम छैन भने उसले छोडे। अब त्यहाँ त खेती उनीहरूको उखुको खेती हुन्छ, त्यहाँ किसानहरू पाएन भने त्यो त्यहाँ काम गर्न जाने, कारखानामा मजदुरहरूको कमी भयो भने ऊ आफै जाने। ल एउटा डिप्लोमेट चाहियो, विदेशसँग सम्बन्ध राख्नु पऱ्यो भने पनि जाने, जुन ठाउँमा पनि जहाँ क्रान्तिको निम्ति आवश्यक छ त्यो ठाउँमा हामी जाने। त्यो भावनाबाट काम गरेको त्यति योग्य मान्छे है। त्यस बेलासम्म समाजवाद आउने छैन जहिलेसम्म समाजवादको निम्ति समर्पित मान्छेहरू हामीसँग हुँदैन। उनीहरूको नारै यो थियो। अब पछि बोलेभियामा क्रान्ति गर्नको निम्ति जाँदाखेरि त्यो फ्रान्सेली एउटा युवक त्यहाँ पुग्यो। त्यो भनेको दर्शनशास्त्रका पिएचडी थिए। अनि तपाईँले नयाँ सिद्धान्त ल्याउनु भएको जस्तो छ, यो के हो भनेर उनीहरूको छलफल भएपछि त्यो रेजिस डेब्रे भन्ने मान्छेले रिभोल्युसन भन्ने चाहिँ यो किताब लेखे के। त्यो भनेको क्रान्तिमा पनि क्रान्ति। पहिला हामीले पार्टीले भनेको पार्टीहरूको कुरा त्यस्तो थियो। अब उसले के भने पार्टी सार्टी चाहिँदैन, लड्नको निम्ति तयार भएका युवाहरू युनिभर्सिटीबाट आउँछन्, उनीहरू पढे लेखेका छन्, उनीहरूलाई पढाउनु पर्दैन। त्यस्तो किसिमको भावनाबाट त्यो सुरु भयो। तर त्यो त्यहाँबाट भाग्न खोज्दाखेरि त्यो पक्राउ परे। यो रेजिस डेभिडलाई पक्राउ पर्यो, 28 वर्षको जेल सजाय थियो त्यसलाई। अनि फ्रान्सेली राष्ट्रपतिको दबावले उनीहरूले त्यसलाई छोड्नु पर्यो। उनीहरूलाई छोड्यो। उसलाई छोडेपछि त्यो फ्रान्सेली राष्ट्रपतिको सल्लाहकारको समितिमा गयो। त्यो राम्रो मान्छे पढे लेखेको त्यहाँ भयो है। अब त्यो क्रान्तिमा क्रान्ति भन्ने त्यो किताबले सारा युवकहरू ठाउँमा युवकहरू मात्रै क्रान्तिमा देखा परे। त्यो भावुकता त्यस्तो थियो त्यो है। रेभोल्युसनरी रोमान्टिसिजम भन्छ त्यसलाई। के हुन्छ के हुँदैन थाहा हुनुभन्दा पनि क्रान्तिको निम्ति समर्पित हुने त्यो भावना हो। अब त्यस्तो परिस्थितिले विभिन्न देशमा क्रान्ति भयो। अब त्यसलाई समाजवादको निम्ति हुने क्रान्तिलाई उल्टाउने कसरी त? यो युवाहरू त कुनै पनि देशको युवाहरू फेरि त्यसरी नै गएको भएदेखि त फेरि कम्युनिस्ट धेरै हुन्छ भनेर सबभन्दा पहिले त्यहाँ युरोप राखिदिनुहोस् त। पूर्वी युरोपका धेरै देशहरू कम्युनिस्ट थिए। त्यसमा जस्तो कि पूर्वी जर्मनी थियो, चेकोस्लोभाकिया थियो, युगोस्लोभाकिया थियो, रोमानिया थियो, बल्गेरिया थियो, धेरै देशहरू त्यहाँ थिए।
यो सबै देशहरूमा उतै हो यो देशहरू यसलाई नै ठुल देशहरू त्यो कम्युनिस्ट देशहरू थिए अब उनीहरूलाई के पश्चिमी देशलाई के रहेछ ओहो यसको असर त पश्चिमी फ्रान्स जर्मनी सबै ठाउँमा पुग्ने भयो अब त्यसलाई खतम पार्नको निम्ति युवाहरूलाई उल्टो तयार गर्नु पर्यो भनेर ल अब समाजवादी देशहरूमा अरू पार्टी छैन त्यहाँ प्रजातन्त्र छैन त्यसकारण युवाहरूले प्रजातन्त्रको निम्ति लडाइँ लड्नुपर्छ भनेर क्रान्तिकारी कुरामा त्यो एउटा राखिदियो अब तिनीहरूलाई के गरिदियो भने हेर कम्युनिस्टहरूमा प्रजातन्त्र हुँदैन त्यसकारण प्रजातन्त्रको निम्ति तपाईँहरू लड्नुपर्छ युवाहरूले नयाँ क्रान्ति गर्नुपर्छ संसारमा भनेपछि अब त क्रिटिकल सेन्स त नहुनु स्वाभाविकै हो युनिभर्सिटीको प्रोफेसरहरूले पढाउनु पर्ने विषयमा पढाइदिएन अनि अमेरिकी गुप्तचरहरू यिनीहरू सबै घुसेपछि त 101 चलाक मान्छेहरू के अरे नेताहरूको त ब्रेन खाइदिन्छ तिनीहरूले त्यो सबै युवाहरू लो भनेर सबै देशमा गए तिनीहरू अब कुनै एउटा कम्युनिस्ट देश त्यहाँ छ भने यतातिर बस्यो त्यहाँ मोबाइल पहिला आएको थिएन त्यो मोबाइल आएको सबै उतातिरको कम्युनिस्ट देशको युवाहरूलाई मोबाइल बेच्यो त्यसले उनीहरूलाई सबै कुरो सिकायो हरेक देशमा त्यहाँ गन्जा गोल भयो अब आफ्नो छोराछोरीलाई के गर्ने भयो आन्दोलन भयो कहीँ सफल भयो कहीँ असफल कम्युनिस्ट सरकारहरू ढल्न थाल्यो अब अमेरिकनहरूले के भन्यो रसियनहरूलाई त्यहाँ त्यस बेला त्यो रसियन नेताहरू पनि बेवकुफ बदमासहरू थिएन तिनीहरू त्यसो भएपछि तिनीहरूले डराएर फेरि क्रान्तिको उनीहरूलाई दबाएपछि पश्चिमी देशसँग फेरि लडाइँ हुन्छ अब 2.5 करोड मान्छे 45मा मरेको सेकेन्ड ग्रेट वारमा फेरि उनीहरूसँग लडिरहनु हुँदैन भन्ने थाले त्यहाँ चुनाव गराउँछु स्वतन्त्र रूपले पनि स्वतन्त्र रूपमा त यहाँ जस्तै पैसा खर्च गर्यो चुनाव लड्यो बेमारहरू आइदियो त्यसै गरेर पूर्व पहिले कम्युनिस्ट भइसकेका देशहरूको यो सबै यहाँ बिस्तारै चुनाव गरेपछि सब कम्युनिस्टहरू भने यो अब कम्युनिस्ट देशहरू भइसकेपछि कम्युनिस्ट देशहरू खतम भएपछि तिनीहरूले अब तिनीहरूले यो रुसकै देशहरू इस्टोनिया भनेको यो लाटभिया भनेको हो यो बेलारुस भनेको युक्रेन भनेको त्यही हो यसरी जर्जिया हो यिनीहरू सबै कम्युनिस्ट देशहरू सोभियत सङ्घै गणतन्त्र अब तिनीहरूलाई पनि एउटा स्वतन्त्रता दिनुपर्छ भने त्यहाँमै लडाइँ गर्नु अर्मेनियाको सोभियत सङ्घ यो यसलाई मध्य एसिया भन्छ त्यहाँ उज्बेकिस्तान कजाकिस्तान तुर्कमेनिस्तान ताजिकिस्तान किर्गिस्तान यिनीहरू सबैलाई मध्य एसिया भन्छ यहाँ बाटो घाटो छैन अब त्यहाँको जग्गा दिन आवश्यक हावापानी पनि त्यस्तो किसिमको थियो अनि त्यहाँ विभिन्न जाति इस्लाम मुसलमान धर्मको मान्छेहरू धेरै भएको एक पाइला गरेर ती सबै ठाउँमा पनि बिस्तारै पश्चिमी देशले यी सबै ठाउँ लिने उसलाई कमजोर पार्ने खतम गर्ने अनि त्यसका साथ त्यो सबै तिनीहरूले काम गर्न थाल्थे है अब त्यति गरेपछि जनताले के गहिरोसित उनीहरूले होस गरेन अब प्रजातन्त्र भन्यो ठिकै होला नि ती भन्यो प्रजातन्त्र भनेको तिनीहरूलाई खतम पारेर पश्चिमी देशको प्रजातन्त्र ल्याउने पुँजीवादी ल्याउने भनेर गरेको पछि तिनीहरूलाई थाहा भएपछि बल्ल होसमा आए सिद्धिसकेपछि अब त्यहाँ पछि त्यो नक्सा बनाउनुहोस् त त्यो एसियामा पुग्छ त्यही नक्सा माथिल्लो अब यो मध्य एसिया भयो है यहाँबाट बिस्तारै अब यो हिन्द महासागर हो
यो प्रशान्त महासागर हो। अब इन्डो पेसिफिक रिजन भनेको यो सबै जान्छ। अब लडाइँ अब 20-25 वर्ष पहिले नै के थाहा भएको थियो भने अमेरिकनहरूले यो ठाउँ र यो ठाउँलाई मिलाएर लडाइँ गर्नेछन्। त्यसको निम्ति तिनीहरूले रुसलाई खतम पार्छ। रुसलाई टुक्रा टुक्रा पारेर रुस त 14 टुक्रामा विभाजित भयो एउटा देश। अब समाजवादी देशको त्यो लाइन पनि खतम गरिदियो। अब त्यो त गरिब हुनु त स्वाभाविक हो यो त्यसले। अब यिनीहरू यहाँबाट आएर मङ्गोलिया पनि उनीहरूको लाइनमा गइसकेको थियो। अब चिनलाई उत्तरबाट पनि घेर्ने। अब यतातिरबाट पहिले पनि लडाइँ भएको थियो। यताबाट इन्डियालाई हातमा लिएर फेरि दक्षिणतिरबाट पहिले पनि ल्हासामा अङ्ग्रेजहरूले नेपाली सरकारलाई नै गुप्तचर बनाएर त्यहाँ जितेको थियो के अङ्ग्रेजहरूले। हाम्रो नेपालीहरूको काम त उनीहरूको बढिया हुने, गुप्तचरी गर्ने। अब घोडा यो गधा अनि त्यो खचडहरूको काम गर्ने। अब राणाहरू पनि त्यस बेला हारेको, नेपाल त अङ्ग्रेजसँग हारेको हुनाले त्यस्तो भएको। अब त्यसरी यताबाट पनि खतम गर्ने, यताबाट पनि खतम गर्ने, चिनलाई पनि यो समाजवाद भनेको नामअनुसारै खतम गर्ने त्यो उद्देश्य थियो तिनीहरूको। संजोगले अहिले चिनले त्यो कुरो थाहा पायो होला यिनीहरूको गतिविधिले। अनि चिनको सरकारले सारा जनतालाई नयाँ ढङ्गले व्यापार स्यापार गरेर के गरिदियो भने यो उत्तरतिरको यो बनाउनुहोस् त यहाँ। अनि यो मध्य एसियामा बाटो नभएको, उनीहरूको पनि इन्डस्ट्रीको त्यति विकास नभएको हुनाले चिनले के गरिदियो भने अब चिन अलिकति सम्पन्न भएपछि उनीहरूले त्यहाँ सबै ठाउँमा त्यो रेल बनाइदियो। अनि उनीहरूको सामान पनि आफूले किनिदियो। अरू देशको सामान पनि त्यहाँबाट त्यहाँ लगेर उनीहरूको पनि विकास भयो। अनि हुँदा यो अरब देशमा पनि पुग्यो। यो इरानको माथिसम्म रेल पुग्छ अब। अनि अर्को चिनको त धेरै जनसङ्ख्या छ। त्यहाँ के छैन भने पेट्रोल छैन र ग्यास पनि छैन। अनि रुससँग के छ, उसँग त अति प्राकृतिक स्रोत भएको हुनाले उसलाई अब गाह्रो भयो। उसले हतियार पनि बनाउन सकेन। अब चिनले के प्रस्ताव राखेन, म तपाईँलाई अरू सामानहरू दिन्छु, तपाईँको पेट्रोल मलाई दिनुहोस् र साथसाथै ग्यासको पनि दिनुहोस् पाइपलाइन। बिचमा उनीहरूको रेलवे हुने भयो। सबै त्यो यो सबै ठाउँलाई फाइदा भयो त्यसले। अब त्यति हुनासाथै हिजो अमेरिकासँग गर्ने व्यापार त अमेरिकासँग गरेन। अब उनीहरूको यो व्यापार युद्ध भएको भयो त्यस कारणले हो। अनि अर्को महत्त्वपूर्ण कुरा यहाँदेखि माथि सबै यो सबै एरिया रुसको एरिया सबै पहाडी ठाउँ हो यो। अनि त्यहाँ धेरै यो खनिज पदार्थहरू छन्। त्यसको निम्ति पैसा पनि चाहियो। चिनसित अहिले पैसा पनि छ, खनिज पनि उसलाई चाहिएको हुनाले यहाँदेखि त्यो बिस्तारै रेल बिछाएर तिनीहरूले त्यो उत्खनन गर्नु खोजेको थियो। त्यो अझ माथि लैजानुहोस् त। यो पश्चिमतिर लैजानुहोस् यसलाई। यो अझ पश्चिम, यो त पूर्व भयो। यता लैजानुहोस्। यता आइसकेपछि यहाँ अलास्का आउँछ। पहिले अलास्का भनेको अहिले पछि बेचेको थियो रुसले अमेरिकालाई। यो सबै यतातिर यहाँसम्म छ। यता आएपछि त्यो अलास्का भन्ने पर्यो। अलास्कामा अहिले संजोगले त्यो अलास्का कस्तो ठाउँ रहेछ भने अत्यन्त जाडो, बर्फ हुने। तर उनीहरू केही लाखमा उनीहरूको 10-20 लाख डलरले कतिले किनेछ। तर त्यस बेला रुसमा राजतन्त्र भएको हुनाले मतलबै छैन तिनीहरूलाई। तर तिनीहरूलाई पछि के थाहा भयो भने त्यहाँ जो माछा मार्ने हो त्यो 1 वर्षको त्यो माछाले नै त्यो सबै खर्च तर्ने। अरू त हेरा ज्वाराहरू खनिज त कति त्यहाँ। त्यसकारण त्यो राजतन्त्र भनेको लिमिट मानिसहरूले मात्रै विचार गर्ने भएको हुनाले यो जहाँ राजतन्त्र छ त्यहाँ बौद्धिक विकास हुँदैन भन्ने सिद्धान्त त्यसरी देखा परेको।
अब भोलि त सम्भवतः यहाँबाट यिनीहरूले रेल बनाएपछि फेरि उनीहरू त त्यो अलास्काबाट अमेरिका राखिदिनुहोस् न। यो यहाँसम्म त आउने भयो, अनि त्यहाँबाट फेरि यो सबै रकी माउन्टेन हो, यो पहाड हो। रकी माउन्टेनसम्म त्यहाँनिर आउने भयो। यहाँको अहिले दक्षिण अमेरिका पनि आउँछ। तिनीहरूले त्यहाँबाट दक्षिण अमेरिकासम्म रेल ल्याउँछ, यसरी सबैतिर ब्राजिल पनि। त्यो सबै योजना उनीहरूले बुझेपछि त्यो संसारै एक गर्ने भयो। अहिले त सीमित देशहरूले जो एकदम धनी छ, सम्पन्न छ, तिनीहरूले मात्रै व्यापार गर्न पाउने भयो, अरू जनता त भोकै मर्ने भयो भन्ने। त्यसो भए हामी यसो गरिदिउँला, हामीसँग यो साधन छ, हामी साधन सबैलाई दिउँला भनेपछि अमेरिकाले ल हाम्रो त खतम पार्ने भयो यसले भनेर अहिले उनीहरूको लडाइँको सम्भावना भएको कारण त्यो नोक्सान कसैलाई छैन, सबैलाई फाइदा। त्यसकारण व्यापार युद्ध त्यसै चलिरहेछ। अमेरिकाले अरूलाई भए त हानिदिउँ भनेर हानिदियो होला, अहिले जसरी इजरायलले हानिदिएको थियो। अब चिनले त्यसो भनेर हामी शत्रु होइन, हामी कम्पिटिटर मात्रै हौँ, हामी मिलेर काम गरौँ भनेर झगडा नगर्नलाई त्यो भनेको। अहिले लडाइँ गयो भने त्यो उत्पादन पनि घट्छ, जनतालाई दुःख हुन्छ। अहिले त्यहाँ जसरी इराक यो हाम्रो गाजामा प्यालेस्टाइनहरूले दुःख पाइरहेछन् नि इजरायलले गरेर, त्यसरी सारा संसारमा दुःख हुने भएर हामी लडाइँ नगरौँ भनेर भनिरहेछ। अब त्यसो भएको हुनाले यो अहिले नेपालमा जे भइरहेछ त्यसमा अमेरिकाको हात छ। अमेरिकाको हात हुनुको कारण के हो भने, नेपाल दिनुहोस्, यता आउनुहोस्, यता। अब अमेरिकाले के भनिदियो हिन्दुस्तानलाई, अनि उता लैजानुहोस्। यो इन्डियाको श्रीलङ्का भयो, बङ्गलादेश हो, नेपाल, यो तपाईँको हातमा हामी छोड्छौँ, अरू देशहरू। त्यसकारण श्रीलङ्कामा जे भयो नेपालमा जस्तै भएको हो, अब बङ्गलादेशमा पनि त्यही गरेको हो, अब नेपालमा त्यही गरेको हो। त्यहाँ युवाहरू तपाईँले टिभीमा हेर्नुभएको होला, यो सबै अमेरिका र इन्डिया मिलेर गरेको होइन। यसकारण अब हाम्रो सरकारलाई कसरी थाहा भएन। गुप्तचर विभाग छ, पुलिस छ, सेना छ, राजदूतहरू छन् सबै ठाउँमा, कहीँ न कहीँ त चुहेको त होला नि त। त्यसकारण सरकारमा बस्दैमा त्यो योग्य हुन्छ भन्ने कुरा होइन। हाम्रा विद्यार्थी भाइ बहिनीहरूले कुनै पनि बेलामा हामीहरू अगाडि बढेको बेलामा आवश्यक पर्यो भने त्यो शासन चलाउन सक्ने त्यो ज्ञान हामीसँग राख्नुपर्छ। होला हामीले साइन्स पढेका हौँला, यता अरू विषय पढेका हौँला, तर त्यो राजनीतिक कुरो थाहा नपाइकन हुँदैन। अब योभन्दा पहिलाका चिनका सबै नेताहरू, कोही इन्जिनियर, कोही डाक्टर, सबै राष्ट्रपति यिनीहरू नै हुन्, सबै उनीहरूले बनाए। हेर्नुहोस् है, तर हाम्रो के छ, म त डाक्टर, अब राजनीति नगर्ने भन्ने खालको कुरा छ। गर्नुपर्ने हुन्छ कहिलेकाहीँ। त्यसकारण हामी जसको निम्ति, अब जस्तो कि म फुलबाग बसेँ, म त फुलबाग बसेको, उताको बल यता नआएसम्म हान्दैन भनेपछि त गोल हालिहाल्छ नि। मेरो ठाउँ यो म लेफ्टमा छु भनेपछि लेफ्टमा शत्रुले गोल आएपछि त म त त्यो बललाई फालिहाल्छु नि, फाल्नै पर्छ नि, र गोली पुगेसम्म गएर हानिदिन्छ तिनीहरूले। त्यसकारण हामी युवाहरू जुनसुकै बेलामा पनि आफ्नो देशको हितमा तयार भएर हामी बसौँ। त्यो बस्न सकेन भने ल हेर्नुहोस् त, सरकारले के पत्तै छैन। 20 गते मात्रै उनीहरूले भन्यो, त्यो पनि थाहा भएन के भन्न खोजेको। 1 बजे 1 लाख मान्छे 1 बजे आएको, तिनीहरू त्यति नभइकन गर्नै सक्दैन। जिल्लामा कति गयो होला, तर उनीहरूसँग सबैसँग नक्सा रहेछ। हेर्नुहोस्, अब यो त काठमाडौँ त सानो हो, अब जिल्ला त धेरै ठाउँमा देशव्यापी सबै खतम पारिदिएछ। अरू सरकारी सबै भवन एउटा ग्रुपले एउटा खतम पारिदिए, तिनीहरूले त्यो गइराख्नु पऱ्यो। कतिजना छ यो सभा भवन त कसै ध्वस्त पारेको रहेछ, त्यो सबै जानकार मान्छेहरू, 2-2 जनाले एउटा ठुलो मुडो जस्तो ल्याएर ढ्याङ्ग हान्ने रहेछ। त्यो
यतातिर दुईतिरबाट गइसकेपछि त्यो त भुवाङ्गै जाने, त्यसपछि भित्र गएपछि पेट्रोल छरेपछि सिद्धिहाल्यो। पहिले पनि इन्डियाले नै गरेको हो यो गोर्खापत्रमा आगो लगाउँदाखेरि प्लास्टिकमा त्यो पाउरोटीलाई त्यो पेट्रोलमा राखिदियो, त्यो त चुस्यो त्यसले, त्यो राखिदियो अनि त्यसलाई बाँध्यो, एउटा कपडा त्यसमा राखिदियो, बालेर भूगोल पार्कबाट हानिदियो माथि, जल्यो। सिंहदरबारमा सेना बाहेक कसैले त्यो गर्नै सक्दैन। सिंहदरबारमा बाहिरबाट आएको, भित्रैबाट गरेको। त्यसो भएको हुनाले सरकारको कमजोरी कहाँ मात्रै छैन, उनीहरूले नेपालीहरूलाई नै प्रयोग गर्ने छन्। त्यसकारण विदेशमा हाम्रो नेपाली सिपाहीहरूलाई राख्नुहुन्न, पठाउनुहुन्न भन्नुको कारण त्यो हो। उनीहरू बिचारलाई थाहै हुँदैन, तालिमै त्यसरी दिएको हुन्छ। आत्महत्या दल हुन्छ हरेक सेनामा, मर्नुको निम्ति तयार। 3 चला 4 उडेर हो तिमीहरू भनेपछि उडेर हुन्छ तिनीहरू, त्यसै तालिम गरेको हुन्छ। शासन सत्ता त्यस्तै टिक्दैन। त्यसो भएको हुनाले अब यो जे हाम्रो देशमा अहिले भएको छ त्यो युवाहरू हुन् तिनीहरू, तर तिनीहरूलाई पढाएको गलत, उनीहरूलाई थाहा हुँदैन। उनीहरू त इमान्दारीपूर्वक हामीले क्रान्ति गऱ्यौँ भनेर विचार अलिक गरेको होला, जबकि त्यो क्रान्ति होइन। उनीहरूलाई संविधान पढाएको हुँदैन। र तिनीहरूले थुटेर ल्याऊ भन्छ राष्ट्रपतिलाई, त राष्ट्रपति थर। अब के गर्ने, मनदेखि डरायो, गरिदियो, सही गरिदियो, स्थित थियो। जहिलेसम्म सेनापति तयार हुँदैन, एकजना फिटेको चल्न सक्दैन, हानिदेऊ भन्दै भने मारिहाल्छ नि। यतिको केटाकेटी मार्न सक्नेले तिनीहरूको लिडरहरूलाई मार्न सक्दैन। मिल्यो, जसरी इराकमा मिल्यो त्यसरी यहाँ नेपालमा पनि मिल्यो। त्यसकारण हामी विद्यार्थी युवाहरूले जुनसुकै बेला पनि जहाँसुकै गएर पनि लड्नको निम्ति तयार हुनु पर्यो। त्यो ज्ञान हामीसँग हुनु पर्यो, न त हात खुट्टा मात्रै भएर त भएन। त्यो ब्रेन पनि हुनु, इच्छा शक्ति पनि हुनु पर्यो। त्यो हामीले तालिम, त्यसकारण हामीले बार सदनमा भन्यौँ हरेक विद्यार्थीहरूलाई हामीले सैनिक तालिम दिनुपर्छ। अब यिनीहरू आइसकेपछि हामी त के पनि गर्न सक्दैनौँ। हाम्रो विद्यार्थी भाइ बहिनी उनीहरू त बन्दुक लिएर आउँछ, हामी त सरेन्डर गर्ने। तर हामीलाई पनि तालिम दिएको भए त हामी पनि त लड्थ्यौँ होला। एकैभाइ सरेन्डर गर्नुपर्ने स्थिति आउँदैन। त यी सबै कुराहरू तपाईँहरूलाई मनमा राख्नु होला। देशको परिस्थिति यस्तो छ, हेर्दै गयो देश त। त्यसमा अमेरिका छ, इन्डिया छ, दुईटा मिलेर गरेको उनीहरूको उद्देश्य पछि प्रस्तुत हुन्छ। इन्डो पेसिफिक लडाइँमा आउँछ यो। र अरू साथीहरूको के जिज्ञासाहरू छ भने दिनु होला।